यो कार्यक्रम चाहिँ अहिले पनि निरन्तर सञ्चालनमा रहेको छ। सरकारले यसमा कुनै उ गरेको जस्तो लाग्दैन। उहाँले चाहिँ त्यो भन्नुभयो, तर सङ्घले पनि यसलाई निरन्तरता दिए जस्तो नै देखिन्छ। र अर्को विज्ञापन अब जस्तो सरकारी निकायहरूबाट उपलब्ध गराउने विज्ञापनको हकमा धेरै ठुलो मात्रामा विकृतिहरू चाहिँ थियो त्यसमा। र हामी त्यहाँ हुँदाहुँदै लक्ष्मण हुमागाई सर र म चाहिँ त्यहाँ धेरै यसलाई कसरी चाहिँ यो विकृतिहरू नियन्त्रण गर्न सकिन्छ भनेर हामीले धेरै सोच्यौँ। र सोचेपछि हामीले विज्ञापन नियमन गर्ने नियमावलीलाई संशोधन गऱ्यौँ। त्यसमा मेरो पनि महत्त्वपूर्ण इनपुट छ। त्यहाँ चाहिँ जस्तो सञ्चार माध्यम त्यहाँ चाहिँ अब जस्तो तपाईँहरूलाई धेरै थाहा छँदैछ होइन, विज्ञापनदाता होइन, सरकारी निकाय, विज्ञापन एजेन्सी र सञ्चार माध्यम यो तिनवटा चाहिँ अङ्गहरू बिच चाहिँ यो सरकारी विज्ञापनहरूको एउटा प्रक्रिया हुन्छ। अब विज्ञापन एजेन्सी बिचमा हुन्छ र सञ्चार माध्यममा चाहिँ विज्ञापन एजेन्सीको माध्यमबाट जाने। तर विज्ञापन एजेन्सीले चाहिँ सञ्चार माध्यममा अलिक कम रकम मात्रै भुक्तानी गर्ने, सरकारी चाहिँ निकायहरूबाट बढी चाहिँ करिब 70-80% बढी चाहिँ सरकारी निकायहरूबाट भुक्तानी दिने र त्यो 70-80% बाटोमा गायब हुने, त्यस्तो विकृति नियन्त्रणका लागि भनेर हामीले नियमावली ल्याएका थियौँ। र विज्ञापन एजेन्सीले हाम्रो विरुद्ध अदालत पनि गए, तर अदालत चाहिँ हामीलाई चाहिँ जिताएको अवस्थामा त्यसरी हामी अगाडि बढेका थियौँ। वास्तवमा पछिल्लो समय अलिकति यो हिसाबले चाहिँ धेरै कन्ट्रोलमा आएको थियो, यो विकृतिहरू नियन्त्रणमा आएको थियो। र अहिले पछिको सरकारले पछिल्लो समय चाहिँ अब सरकारले एक खालको नीति लिएको छ। त्यो नीति चाहिँ अहिले विरुद्ध यहाँहरू मलाई लाग्छ अदालत गयो जस्तो लाग्छ। अब अदालतमा विचाराधीन विषयमा हामीले त्यसमा कुनै धारणा व्यक्त गर्ने कुरा भएन। अब अदालतले जे गर्छ फैसला होइन, त्यसका आधारमा चाहिँ नेपाल सरकार अगाडि बढ्छ जस्तो लाग्छ। त्यसैले अब म यहाँहरूलाई के भन्न चाहन्छु भने आफ्नो सस्टेनेबिलिटीको लागि, दियोपनाको लागि यहाँहरूले अब फरक शैली अवलम्बन गर्न चाहिँ जरुरी छ जस्तो लाग्छ। अब रुकुम पश्चिममा अब त्यति धेरै सम्भावनाहरू पनि नहुँदैन, यतापि केही सम्भावनाहरू छन् भने ती सम्भावनाहरू खोजेर यहाँहरू चाहिँ अगाडि बढ्नुहुन म अनुरोध गर्न चाहन्छु। र